साथीहरू पूजाको अपराधीहरूले जति नै कोसिस गरे पनि अब रामको नजरबाट उनीहरू कुनै पनि हालतमा बस्नेवाला बने छैन, किनकि यति बेला पूजाको अपराधी विशाल नै हो भन्ने कुरा राम, कमला, दिपा र रमेशले भने चाल पाइसकेका छन् र अरू कसैलाई पनि यो कुरा भने थाहा छैन। र यति बेला विशाल विरुद्ध प्रमाणहरू भने उनीहरूले जम्मा भने गरिरहेका छन् र अबको 48 घण्टा पछाडि विशालको हातमा हतकडी लाग्ने भने पक्का छ, किनकि कमलाले भने विशाललाई घरबाट निकाल्दै थिइन्, तर रामले उल्टै कमलालाई एक थप्पड लगाएर आजदेखि पूजाको रहस्यमय मृत्युको कारण विशाल दाईले पत्ता लगाउनुहुन्छ। विशाल दाई र विशाल दाईको बुवा भएर पत्ता लगाउनुहुन्छ। विशाल दाई भनेको एउटा नेताको छोरा हो, उहाँको त हामीले सम्मान पो गर्नुपर्छ त। अब जति चाहनुहुन्छ विशाल दाई यही घरमा बस्नुपर्छ भनेर रामले यति बेला सबै प्रमाणहरू भने विशाललाई दिएका छन्, तर त्यो सबै प्रमाणहरू पनि नक्कली हो। विशाललाई त्यही घरमा राखेर आफ्नो प्लान सफल बनाउनको लागि नै रामले यो सबै पनि गरेका हुन्, तर यो कुरा अहिले अरू कसैलाई पनि थाहा छैन। सिर्फ रामको प्लान भनेको यति बेला कमला, रमेश र दिपालाई मात्रै रामको प्लान भने थाहा छ र उनीहरू चारजना मिलेर यति बेला विशालको विरुद्धमा प्रमाणहरू भने जम्मा गरिरहेका छन् र अब आउने एपिसोडमा भने विशालको हातमा हतकडी लागेको हामीले हेर्न भने पाउनेवाला छौँ। साथीहरू अब आउने एपिसोडमा भने पूजाको अपराधीहरूको हातमा हतकडी लागेको हेर्न चाहनुहुन्छ या चाहनुहुन्न कृपया कमेन्ट सेक्सनमा लेख्नुहोस् त। यदि तपाईँहरू भने अब आउने एपिसोडमा पूजाको अपराधीहरूको हातमा हतकडी लागेको हेर्न चाहनुहुन्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा पूजा लेखेर हाम्रो च्यानललाई पनि सब्स्क्राइब भने गरिदिनु होला। त्यस्तै साथीहरू उता वीरजङ थापाले भने यति बेला आफ्नो छोरा विशाललाई भने रामलाई मार्नको लागि भने पठाएका छन्। एउटा छुरी दिएर पञ्चायतकालमा यसले 18 जना मारेको हो, अब 1900 व्यक्ति मार्नु पर्यो भनेर त्यो छुरी भने यति बेला रामलाई मार्नको लागि भनेर विशाललाई भने दिएर पठाएका छन्। तर रामलाई मार्न त्यति सजिलो भने कहाँ छ र रामले शक्ति भक्ति जस्ता कस्ता गुन्डाहरूलाई त तह लगाइसकेका छन् भने रामको अगाडि विशाल, त्यस्तै विशालको बाउ वीरजङ थापा भने केही पनि होइन। र अब आउने एपिसोडमा भने रामले सबै विशाल विरुद्धको प्रमाणहरू भने जम्मा गर्नेवाला छन्, किनकि यति बेला रामले डिएनए टेस्टको लागि विशालको ब्लड भने पठाइसकेका छन् र अब आउने एपिसोडमा भने त्यो ब्लडको रिपोर्ट भने 48 घण्टा पछाडि आउनेवाला छ। त्यस पछाडि भने रामले सबै प्रमाणहरू जम्मा गरेर भने विशाललाई आफ्नै घरबाट भने गिरफ्तार गराएर भने जेल हाल्नेवाला छन्। साथीहरू तपाईँहरू पनि अब आउने एपिसोडमा राम र रामका गाउँलेहरू मिलेर पूजालाई न्याय दिनुपर्छ, त्यस्तै अब रामले अपराधीहरूको हातमा हतकडी लगाउनुपर्छ भन्ने चाहनुहुन्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा राम भनेर लेख्न चाहिँ पक्कै पनि नबिर्सिनुहोस् त। त्यस्तै हाम्रो यस च्यानल अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई पनि सब्स्क्राइब गर्नु होला भन्दै अहिले चाहिँ बिदा माग्न चाहन्छु। हस्, नमस्कार।